हेलो नमस्ते, म कार्तिक गुरुङ, नक्स बार्बलको फाउन्डर। आज चाहिँ सानो हाम्रो जिम टुरको सानो भिडियो बनाउन गइरहेको छु होइन। र हाम्रो यो नक्स बार्बल जिम खोलेको लाइक 5 महिना भयो। जेठ 4 गते चाहिँ हाम्रो ओपनिङ गरेको थियो। अनि यो जिम चाहिँ हामीले रेगुलर जिम भन्दा पनि केही नयाँ कुरा सिकाउँ र केही नयाँ कुरा बुझाउँ। हाम्रो यहाँ भैरवामा पनि यो टाइप पनि जिम हुनेछ भन्ने तरिकाले चाहिँ हामीले कम्प्लिटली नयाँ कन्सेप्टमा चाहिँ लिएर आएको हो। अब हेर्दै जाउँ, बुझाउन गाह्रो छ, टाइम लाग्छ, तर हामी ट्राई गर्दैछौँ है त। भनेपछि म तपाईँलाई मेरो यो हाम्रो यो फेसिलिटिजको फ्लोर प्लानिङबाट त्यहाँबाट चाहिँ म तपाईँहरूलाई चाहिँ जिम टुर बनाउन लाँदैछु। आउनुहोस् न। क्रिसमसको तयारी पनि हुँदैछ होइन, भाइहरू गर्दैछ। जस्तै यो फ्लोरमा चाहिँ यो चाहिँ ग्राउन्ड फ्लोर भयो। यहाँ चाहिँ हाम्रो के भन्छ, हाम्रो फ्लोर प्लानिङ चाहिँ यसरी गरिएको छ होइन। यहाँ चाहिँ अब तपाईँको आउटडोरदेखि लिएर ग्राउन्ड फ्लोरदेखि लिएर फर्स्ट फ्लोरदेखि सेकेन्ड फ्लोर, किनभने हाम्रो 3 तल्लासम्म चाहिँ हाम्रो बनाएको छ। लाइक अब आउटडोरमा चाहिँ हाम्रो कार्डियो लाइक फङ्सनल ट्रेनिङ, क्रस फिट होइन, स्ट्रङ म्यानहरूको त्यसको चाहिँ बाहिर हुन्छ। यो चाहिँ ग्राउन्ड फ्लोर भयो। ग्राउन्ड फ्लोरमा चाहिँ रिसेप्सन भयो, पावर लिफ्टिङ वेट लिफ्टिङ हुँदातिर चाहिँ यो म तपाईँलाई भन्छु त। त्योभन्दा पहिला हामी चाहिँ आउटडोरमातिर चाहिँ जाउँ है त। ल भने जस्तै चाहिँ आउटडोर चाहिँ कार्डियो भने जस्तै होइन। यहाँ तपाईँले देखिसक्नुहुन्छ यो 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 फ्लोर चाहिँ सबै हाम्रो यो चाहिँ कार्डियो र आउटडोर ट्रेनिङको लागि हो। जस्तै यो बक्स देख्नुहुन्छ, यो चाहिँ जम्प बक्स भइहाल्यो होइन। यो जम्प बक्स भयो, यो तपाईँको फ्रेमहरू, मल्टी बार होइन, यो चाहिँ मसलाको लागि होइन। गाडो गाडो देखिराख्नुहुन्छ, यो चाहिँ हाम्रो बिगिनरको लागि। हाम्रो सुरुमा बिगिनरलाई ट्रेनिङ यहीँबाट यसमा सिकाइन्छ। यसमा तपाईँले चढेर सक्नुभयो भने देन वी हेभ टु गो हियर होइन। त्यसपछि चाहिँ यो चाहिँ जसले सिकिसकेको छ उहाँहरूको लागि चाहिँ यो होइन। अब जस्तो यो तपाईँले फ्रेमहरू देख्नुहुन्छ, यो चाहिँ यो भयो, यो भयो। हाम्रो उहाँ टायर छ होइन, टायर स्लिपको लागि यो पनि तपाईँको टायर जान सक्छ होइन। त्यसको लागि चाहिँ यो भयो। यो स्लिप भयो होइन, यो चाहिँ पुस गर्ने हो। अनि यो चाहिँ तपाईँको चाहिँ यो बारहरू भइहाल्यो होइन। यो भयो बाहिर जति पनि हाम्रो सबै यहाँ ल्याएर हामीले चाहिँ आउटडोर ट्रेनिङ गर्छ होइन। ओके फाइन। अब हामी चाहिँ यो रुममा चाहिँ जाउँ है त होइन। यसमा चाहिँ तपाईँको अब योगाहरू होइन, मसिनहरू, तिनीहरू चाहिँ हल्का छ। जुम्बा सुम्बा पनि यतै कति प्लानिङहरू पनि गराएर ओके। अब यहाँभित्र तपाईँले हेर्नुभयो भने जस्तै रोडहरू छ, स्किट छ होइन, एयर ड्राइभहरू छ यही नै। यो तपाईँले यहाँ पनि गरिसक्नुभयो। ओके फाइन। यहाँ बिच छ, तपाईँले बाहिर पनि लगाउन सक्नुहुन्छ है त। बाहिर यहाँको योगा म्याटहरू भयो, योगा ब्लकहरू भयो तपाईँको होइन, रिङहरू भयो, यो बलहरू, यो सबै यो चाहिँ तपाईँको यहीँकै नै गर्नको लागि नै हो तपाईँको होइन। मिररहरू यहाँ छ, यो रिङदेखि लिएर पम्पिङ ब्यागहरू होइन, त्यो सबै छ तपाईँको। अनि मेन कुरा भनेको अब यहाँ वाइट बोर्ड देख्नुभयो तपाईँले। यो चाहिँ खासरी अब तपाईँहरूको प्रोग्रामहरू गर्नुहुन्छ, ट्रेनिङहरू गर्छ, आफ्नो ट्रेनिङको अब के छ स्केड्युल, के छ प्रोग्रामको, त्यो राइट डाउन हियर। त्यसपछि त्यो अनुसार हामीले मजाले गर्न सक्छौँ नि त होइन। बिर्सिन्छ मान्छेले, तपाईँहरू मेन कुरा ट्रेनिङ गर्दा बिर्सिन्छ नि त। कुन तपाईँलाई यहाँ राइट डाउन तपाईँले लेख्नुभयो, लेखिसकेपछि तपाईँलाई थाहा हुन्छ नि त कुन सेट गऱ्यो, कति रेप्स गयो भन्ने कुराहरू प्रोग्रामिङ गर्नको लागि त यो। ओके फाइन। यसमा तपाईँले योगाहरू गर्ने होइन, तपाईँ त्यो चाहिँ त्यसको लागि बनाएको हाम्रो। ओके। अब म तपाईँलाई वान अफ द बेस्ट हाम्रो एरियामा चाहिँ लान्छु। त्यो चाहिँ वान अफ द बेस्ट जोन चाहिँ भन्छु है त। ओके। मैले अघि भने जस्तै यो चाहिँ मेरो वान अफ द बेस्ट ठाउँ चाहिँ भन्छु है। यो चाहिँ यो 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 जोन चाहिँ किन भनेपछि अब हाम्रो यहाँ रोपहरू पनि छ, ब्याक रोपको लागि यहाँ भयो। यो सबै यो ट्रेनिङ गर्ने हाम्रो इक्विपमेन्टहरू भयो, यो भयो स्यान्ड ब्यागहरू अहिले बिग्रेको छ होइन, तर नो नो है हामीले बनाउँदैछु। ट्रेनिङ गर्नु मात्रै खाली छ, च्यापिङ छ होइन, नयाँ इक्विपमेन्ट पनि आउँदैछ। त्यो कुराहरू डम्बलहरू भयो होइन, सबै क्यानाको सबै युज छ। अनि यो तपाईँको मसला के अरे गर्नको लागि, पुरस गर्नको लागि यो सबै भ्याल्ने एउटै स्क्वाड ड्र्याग पनि छ हाम्रो यो होइन। एउटा स्क्वाड ड्र्याग पनि यहाँ छ। ओके फाइन। तपाईँलाई स्क्वाड गर्न सक्नुहुन्छ। भित्र बिजी छ भनेपछि बाहिर सामान ल्याउनुहोस्, बाहिर गर्नुहोस्, नो वरिज है त। अनि मैले यो ठाउँलाई किन वान अफ द बेस्ट भनेको चाहिँ अहिलेको बेलामा चाहिँ
मान्छेलाई टाइमै छैन होइन मन्दिरहरू जानको लागि यताउता। त्यही भएर म त यहाँ चाहिँ होइन आजदेखि कि हाम्रो महादेव यहाँ राखेको छु। ओके फाइन, तपाईँलाई जिम गर्न मन लागेन, दिनभरि थाक्छ होइन, के अरे आफ्नो बिजी लाइफमा हुन्छ, फ्रस्ट्रेसन हुन्छ, दिमागमा अलिकति प्रेसरहरू भइरहेको हुन्छ। ओके फाइन, तपाईँ यहाँ आउनुहोस्, योगा म्याट ल्याउनुहोस्, एकछिन भने पनि सेल्फ मेडिटेसन गर्नु होइन त, सेल्फ मेडिटेसन गर्ने, एकछिन भने पनि एउटा गुड भाइब्स लिने ट्राई गर्ने, एउटा इनर्जी अनि एउटा पोजिटिभ भाइब्स लिने ट्राई गर्ने। त्यही भएर यो ठाउँलाई चाहिँ वान अफ द बेस्ट ठाउँ भन्छु मेरो चाहिँ होइन। त्यो यहाँको मेरो यो बिल्डिङको यो कम्पाउन्डभित्रको वान अफ द बेस्ट ठाउँ चाहिँ यो भन्छु होइन। तपाईँलाई एक्सर्साइज गर्न मन लागेन, ध्यान गर्नु, मनमा कुराहरू खेलिरहेको छ, आउनुहोस् यहाँ आफै ध्यान गर्नुहोस्, एउटा गुड इनर्जी गुड भाइब्स लिने ट्राई गर्नु। त्यही भएर यो ठाउँ चाहिँ वान अफ द बेस्ट ठाउँ भन्छु। हाम्रो एउटा रक सागरको उस पनि लेखेको छ होइन, एउटा लोगोको नाम पनि छ, यो म आफै गरेको फेरि है त। अराइट, म अब तपाईँलाई ग्राउन्ड फ्लोरमा राख्छु, ग्राउन्ड फ्लोरमा लाँदैछु है त। अराइट, लेट्स गो। क्रिसमस पनि आउँदैछ होइन। ओके फाइन, यहाँ पनि त अब क्रिसमसको आज ल्याएर पुरा क्रिसमसको लागि पनि रेडी पनि भयो होइन। अब हरेक चाडपर्वहरू आउँदैछ तपाईँको लागि होइन। एडभान्स चाहिँ मेरी क्रिसमस पनि भन्न चाहन्छु होइन त। अराइट, आउनुहोस् भित्र त। ओके, अघि भने जस्तै होइन, हाम्रो यहाँभित्र छिरेपछि यो राइट साइडमा चाहिँ रिसेप्सन भइहाल्यो, अनि यो लबी भइहाल्यो। अनि यहाँ चाहिँ म पनि हुन्छ, बहिनी पनि हुन्छ, भाइ पनि हुन्छ। यो चाहिँ हाम्रो एउटा दुईवटा तिनवटा सोफा छ होइन। यो तपाईँको रेस्ट गर्ने टाइम, साथीभाइ आउँछ, साथीभाइले वेटिङ एरिया जस्तो पनि भयो होइन। त्यसै गरी नर्मल एउटा जिममा एउटा टुल पनि हुँदैन, तर हामीले चाहिँ यो सोफाहरू राखिदिएको छ मान्छेहरूलाई एउटा प्रिमियम टेस्ट दिन मात्रै खोजेको मैले। अब हाम्रो भैरवमा पनि ओके फाइन यो टाइपको यो स्ट्यान्डर्डको पनि रहेछ। यो चाहिँ फ्यान भयो, यो फ्यान चाहिँ हाम्रो आउटडोर ट्रेनिङको लागि गर्मीमा होइन, अब गर्मी हुन्छ नि त ट्रेनिङ गर्दाखेरि, भित्र तपाईँको हरेक फ्लोरमा एसीहरू छ। यो चाहिँ आउटडोर ट्रेनिङको लागि है। अब यतातिर राम्रो पर्छ, यो चाहिँ हाम्रो वास मेल चेन्जिङ रुम र वासिङ भएन आउनु। यहाँ आइसकेपछि यो चाहिँ अब तपाईँको यो चाहिँ तपाईँ लकरहरू भइहाल्यो, यो बेसन भइहाल्यो होइन। अनि यो टोयलेट हेर्दा त इभन सावर पनि हाम्रोमा होइन। यहाँ सावर तपाईँलाई सेम्पू सावर सबै राखिदिएको हुन्छ। मैला गर्न पाउनुभयो तपाईँले मजाले यहाँ होइन। ओके, यो टोयलेट भयो, यो बेसन। अनि हाम्रो यहाँ चाहिँ तपाईँले मेल चेन्जिङकोमा एउटा वेट राख्ने मसिन, अनि केटीकोमा चाहिँ एउटा वेट राख्ने मेसिन चाहिँ उसमा चाहिँ ऐना भइहाल्यो, सामानहरू यताउता राख्ने होइन। त्यो अनुसारले चाहिँ बनाएको छ। त्यो चाहिँ लगरको तपाईँले मन्थली रेन्ट पनि गर्न पाउनुभयो। ओके फाइन, मन्थली रेन्ट गर्नु भएन भने युज गरेर चाबी चाहिँ रिसेप्सनमा चाहिँ दिनुपर्छ है त। मैले भनेको छु अब राइट साइडको रिसेप्सन यो भयो भने हाम्रो लेफ्ट साइडमा चाहिँ पावर लिफ्टिङ र वेट लिफ्टिङ एरिया, यो चाहिँ वान अफ हाम्रो चाहिँ एग्रेसिभ जोन चाहिँ भन्छु कि होइन। यो तपाईँको पावर लिफ्टिङको ऱ्याक भइहाल्यो, यो कम्बो ऱ्याक एउटा स्क्वायर ऱ्याक छ। स्क्वायर ऱ्याक चाहिँ यो सबै यो तपाईँको सबै पावर लिफ्टिङको प्लेट हो भने यिनीहरू सबै वेट लिफ्टिङको बम्बर प्लेटहरू छ सबै। यो फ्लोरिङ पनि हामीले त्यसरी नै बनाएको छ, लाइक 70 mm को थिकनेस छ होला यो। किनभने चाहिँ मोर देन 250 अराउन्ड 300 चाहिँ अब लिफ्टिङ गरेर हुन्छ। वेट लिफ्टिङ गर्दाखेरि खाली राख्नु हुन्छ, पावर लिफ्टिङ गर्दाखेरि पनि खाली राख्नु हुन्छ। त्यो हाम्रो चाहिँ बार्डर प्लेट र फ्लोरलाई चाहिँ असर नहोस् भनेर चाहिँ त्यो अनुसारले हामीले यो फ्लोरिङको थिकनेस पनि हामीले त्यसरी नै गरेको छ होइन। त्यही हो, हामीले सबै बार्डरहरू राम्रै छ। यहाँ तपाईँको 4वटा वेट लिफ्टिङको अनि 4वटा चाहिँ पावर लिफ्टिङको छ। यो चाहिँ डेडलिफ्ट बार भयो क्या 8 फिटको होइन, त्यसरी चाहिँ। अनि एक साइडबाट चाहिँ तपाईँलाई अब यो चिप्लो हुन्छ, हातहरू नचिप्लोस् भनेर चाहिँ चक भयो, यो कोलर लकहरू भयो होइन। तपाईँको अनि यो डेडलिफ्ट च्याक भयो, सबै अलिकति मेकअप छ यहाँ चाहिँ। अनि वेट हेऱ्यो भने हाम्रो चाहिँ आधा किलोबाट सुरु छ होइन। यो चाहिँ 500 ग्राम भयो, 1 केजी, 100 केजी, 2.5 केजी, 5 केजी, 10, 15, 20, 25 वेट चाहिँ इनफ। तपाईँ कतिजना आउनुहुन्छ सबले पाउनुहुन्छ ट्रेनिङ गर्न होइन। इभन तपाईँले आउटडोर ट्रेनिङ गर्छ भने तपाईँले यो बारबेल र यो प्लेट तपाईँले बाहिरबाट ट्रेनिङ गर्न सक्नुहुन्छ मजाले। अनि यो व्हाइट बोर्ड चाहिँ अघि पनि मैले बाहिर देखाएको छ। यो व्हाइट बोर्ड चाहिँ हाम्रो प्रोग्रामिङ गर्नलाई हो।
अब तपाईँको पावर पिक्चर गर्दाखेरि लिफ्टिङ गर्दाखेरि क्रसफिट हाम्रो के भन्छ यो वेट लिफ्टिङ गर्दाखेरि चाहिँ हामीले त्यो आफ्नो प्रोग्रामिङ लेखेर त्यो अनुसारले वर्कआउट हुन्छ बिर्सिन्छ नि त होइन त्यो अनुसारले चाहिँ यो वाइट बोर्ड राख्दैछ त्यो मार्कर राखेर वाइट एउटा यहाँ बाहिरको लागि एउटा चाहिँ उताभित्रको हाम्रो उताको रुममा एउटा छ है त ओके अब चाहिँ म तपाईँहरूलाई चाहिँ फर्स्ट फ्लोरमा लाँदैछु फर्स्ट फ्लोरमा चाहिँ हाम्रो के हुन्छ भनेपछि लोवर बडी गर्दा फिमेल चेन्जिङ चाहिँ फर्स्ट फ्लोरमा हो त्यसमा चाहिँ म लाँदैछु है त यहाँ चाहिँ हाम्रो अब तपाईँले साउन्ड हुन्छ तपाईँ यहाँ आउनुहोस् म पनि यहाँ म हुन्छु या बहिनी भाइहरू हुन्छ तपाईँले यहाँबाट टावर पनि लिन पाउनुहुन्छ टावर लिएर टावर लिनुहोस् होइन त्यहाँ चाहिँ हाम्रो अब लन्ड्री बास्केट पनि राखिदिएको छ लन्ड्री बास्केट फाल्नुहोस् हाम्रो रिसेनिटाइज गरेर बेला पानी सानी होइन अब यहाँ तपाईँले पाउन सक्नुहुन्छ पानीहरू रेडी सेपरेटर त भइहाल्यो नर्मली होइन त्यो त अब त्यही हो ओके त्यसको फर्स्ट फ्लोरमा हाम्रो क्याफे हो तपाईँले क्याफेको भ्यू यहाँबाट नि देख्न सक्नुहुन्छ ओके यो चाहिँ हाम्रो यो फर्स्ट फ्लोर चाहिँ स्पेसली लोवर बडीको लागि मात्रै हो लोवर बडीको लागि मात्रै कमाउनुभन्दा मोटिभेसन त्यो चार ट्रेडमिल छ होइन यो पनि तपाईँको चाहिँ अलिक बडी पावर नै हो होइन चार ट्रेडमिल इलेक्ट्रिकल स्टिल मार्सल सबै अब लेग प्रेसहरू होइन अनि यहाँ पनि एउटा स्क्वाड राख्छ हाम्रो होइन स्क्वाड राख्छ यो चाहिँ लोड बडीको लागि मात्रै हो अनि त्यसमा चाहिँ अब ट्रेडमिलमा चाहिँ मेरो यहाँ के छ भने चाहिँ प्रायः जिम भन्नुभयो तपाईँको 20 मिनट 25 मिनटपछि चाहिँ अरूलाई चान्स दियो भन्ने हुन्छ मेरोमा यहाँ तपाईँ आउनु 1 घन्टा 2 घन्टा कति मन लाग्छ गर्नु होइन कम्फर्ट किनभने बाइक गर्न पायो ओके त्यसरी है त अनि यो त गर्दै पऱ्यो तपाईँले होइन बाइकहरू गयो वेट नर्छ तपाईँलाई वेट पुग्दैन मलाई भन्नु म तलबाट ल्याइदिन्छु ओके अनि यहाँ चाहिँ हाम्रो घडी पनि छ टाइमको लागि होइन चाहिँ टाइम पनि हेर्न पाएछ वालमा चाहिँ अनि यता तपाईँको सबै सिरियस कि राइट साइड पनि तपाईँको चाहिँ फिमेल चेन्जिङ रुम चाहिँ यहाँ हो हाम्रो रुम सावर सेम तल हाम्रो मेलको जस्तै यो पनि सेम होइन चेन्जिङ रुम यहाँ चाहिँ सबै यहाँ पनि वेट नाप्ने यहाँ छ लगभग भइहाल्यो होइन थोडो किन्नलाई सेम पनि हाल्दैन यो भइहाल्यो सेम यता टोइलेट यो भयो बेसमेन्ट त्यो भयो सावर चाहिँ सेम त्यो अनुसारले छ होइन यहाँ ओके अब चाहिँ हामी माथि अप्पर बडी जोनमा चाहिँ जाउँ होइन यसो तपाईँको कमर अब गर्न त मिल्यो तर नर्मली कमरभन्दा माथिकोलाई चाहिँ मैले यहाँ चाहिँ बनाएको छु अनि यो चाहिँ क्याफेको रुपटप भइहाल्यो होइन सिधै यताउता तपाईँ गर्न पाउनुहुन्छ यहाँ ओके यो चाहिँ हाम्रो मेन जिम भनेको चाहिँ अप्पर बडीको लागि भनौँ न होइन कमरभन्दा माथिको लागि चाहिँ यहाँ यो तपाईँको यसमा बेन्चहरू भइहाल्यो ब्युक्लाइन फ्ल्याट गर्ने यहाँ भयो होइन फ्ल्याट भयो अब मल्टिप्रेसहरू अनि तपाईँको यहाँनिर नर्स प्लेट तपाईँलाई सबै तपाईँको यो फ्री एक्सर्साइज गर्ने ठाउँमा चाहिँ फ्री गर्नुमा चाहिँ सबै मैले यो चाइनिजको प्लेट हालिदिएको छु सबै होइन अब यो मसिनहरू यिनीहरूमा चाहिँ सबै फेरि रबर प्लेट हालिदिएको छु है यो सबै त्यो फ्री वर्ड भयो अनि यो केबल क्रसहरू हाल्यो यो होइन केबल क्रस हाल्यो ट्यागको सिजरको ल्यापटप ठाउँ होइन प्लायहरू त्यो सबै होइन अनि तपाईँको एक्स्ट्रा बाडीहरू यो चाहिँ तपाईँको डम्बल एरिया अनि तपाईँको फेरि यता र यतामा तपाईँको यो फ्लोरमा नि तपाईँको धेरै फरक किनभने यो डम्बल र ग्राउन्ड खालिरहेको हुन्छ केटाहरूले होइन जसले पनि सबैले अफकोर्स डम्बल फाल्छ होइन त्यसको लागि चाहिँ यहाँ पनि मैले अलमोस्ट 50 mm को थिकनेस राखेको छु हेरेर यो भन्दाखेरि तपाईँलाई कति 30 mm को पाउनुहुन्छ तपाईँले 25-30 mm को पाउनुहुन्छ थिकनेस किन यतातिर फाल्दैन नि त यो डम्बल सेक्सनमा चाहिँ मैले 45 mm को थिकनेस चाहिँ राखेको छु यो फ्लोर चाहिँ एउटा स्पिड मसिन यहाँ भइहाल्यो त्यसमा तपाईँले सबै ओभर गर्नुहुन्छ डम्बलहरू हाम्रो 2.5 kgदेखि 50 kgसम्म छ 50 kgको चाहिँ तल त यो चाहिँ 45 को चाहिँ यहाँ 40 को चाहिँ यहाँ छ होइन डम्बल 50 kgको चाहिँ हाम्रो सबै तल छ ओके अब यो त हाम्रो नक्स गार्डनको लोगो यो वालमा भइहाल्यो होइन यहाँ सधैँ त होइन यसरी चाहिँ गरेको छु भनेको चाहिँ अनि अर्को यहाँको मेन कुरा भनेको चाहिँ यहाँको चाहिँ म मेन राम्रो भनेको भ्यू तपाईँले एकदम राम्रो भ्यू पाउनुहुन्छ होइन भ्यू म यो बुढो साइड भ्यूमा तपाईँको घामको वेदर क्लियर भन्दा हामी हिमाल मजाले देख्छ कि उतातिर होइन हिमाल पनि मजाले यताको भ्यू भयो यहाँबाट तपाईँको क्याफेको भ्यू पनि पाउनुहुन्छ ओके फाइन यहाँ पनि तपाईँको एसीहरू सबै लागेको छ पर्दाहरू छ गर्मी पनि त्यस्तो गर्मी हुँदैन
अनि एउटा कुरा तपाईँ जस्तो यहाँ वर्कआउट गरिराख्नु भएको छ तपाईँलाई अलिकति फ्रेस खान मन लाग्यो होइन त्यहाँदेखि त्यसपछि बाहिर आउनुहोस् होइन फ्रेस एयर खानुहोस् बरन्डामा आउनु मजाले बरन्डामा आउनु मजाले भ्यू 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 इन्जोय गर्नुहोस् हेर्नु मजाले फ्रेस हुन्छ आफ्नो साथी भएर गफसफ गऱ्यो मजाले फेरि भित्र गएर फेरि फुलबाट सुरु गर्नुहोस् फेरि होइन यहाँ पनि मजाले देखिन्छ भित्र पनि ओके तपाईँको यो बारहरू किनकि सिसा छ नि त होइन यसलाई चाहिँ बनाउन नि पऱ्यो एट द सेम टाइम डक्टरहरू चेन्ज गर्ने बेला सिसामा नलागोस् भनेर मैले चाहिँ यो जालीको यो फ्रेम चाहिँ हालिदिएको तर लुक्स गुड होइन आफ्नो देखेको लुक्स पनि राम्रो आइरहेको छ अनि मेन कुरा भनेको चाहिँ मेरो बिल्डिङ सेतो छ सिसा छ होइन भने त्यसलाई कसरी कलर कम्बिनेसन कलर कसरी मिलाउने भन्ने मलाई अलमोस्ट 1 इयर जति चाहिँ मलाई यो मिलाउन टाइम लाग्यो कि ओके फाइन फाइनली ब्ल्याक एन्ड र व्हाइट चाहिँ कम्बिनेसन त्यसरी मिलाएको हो कि तपाईँले ख्याल पनि गर्नुभयो होला अहिले पनि भिडियोमा हेर्नु होइन फ्लोरिङ पनि ब्ल्याक मसिनहरू ब्ल्याक एन्ड व्हाइट अनि हाम्रो यो बिल्डिङ पनि त्यो सेतो सबै सेतो छ प्लस सिसा त्यसरी चाहिँ हामीले कम्बिनेसन त्यसरी मिलाएको हो कि तपाईँको यो ऐना पनि हेर्नुभयो भने तपाईँले ऐना हेर्नुभयो यो चाहिँ टुक्रो ऐना गरेको मैले त खासमा चाहिँ यो वाल एउटै पिस गर्न लाग्यो तर त्यो नपाउने रहेछ त्यो हो र अनि एउटा सिङ्गै ऐना र अनि एउटा सानो ऐना डेटिङ गरेको थिएँ टुक्रा टुक्रा ऐना राख्दा के हुन्छ भनेपछि तपाईँको हेर्दाखेरि अलिक कस्तो देखिन्छ यताउता जानुपर्ने यता जानुपर्ने हुन्छ नि त त्यो भएर चाहिँ सिङ्गल ऐना हालिदियो कि सिङ्गल तपाईँलाई टेन्सन भएन नि त यताउता ढुक्क तरिकाले हेर्न पाउनेको फ्लोरिङ सफ्ट हालिदिएको छु यता एउटा अनि एउटा स्पिड मसिनमा एउटा ऐना छ होइन फुल ऐना हालिदियो कि तपाईँहरू नोटिस गर्नुभयो होला नि होइन त्यही कारणले चाहिँ गरिदिएको ओके चाहिँ अब हाम्रो तल आएपछि फर्स्ट फ्लोरमा चाहिँ दुईवटा एक्सेस छ त्यो चाहिँ मेन एक्सेस भइहाल्यो होइन यहाँबाट पनि आउनुहुन्छ तपाईँ होइन मेन एक्सेस अफकोर्स पायो यो चाहिँ हाम्रो अर्को स्टेप होइन भने माथि फर्स्ट फ्लोरमा आउनलाई सेकेन्डरी भनौँ कि अब कुन भनौँ यसको यो यहाँबाट तल झर्दाखेरिको यसको मजा चाहिँ के हो भने भ्यू चाहिँ मिठो देख्छ तपाईँको यता लबी पनि मजाले देख्यो बाहिरको भ्यू पनि देख्यो अरू मेन भ्यू भनेको तपाईँले यहाँको भ्यू देख्नुहुन्छ कि वर्कआउट गरेर हाल्नुहुन्छ होइन हेर्दाखेरि यस्तो मजा आउँछ क्या लिफ्टिङ गरेर आएको यो लिफ्टिङ जोनभन्दा पावर लिफ्टिङ वेट लिफ्टिङ जोन हो नि त होइन लिफ्टिङ गरेको मजा आउँछ कि हेर्नु हाम्रो बाटोहरू सबै यहीँ छ होइन त्यसरी ओके अनि अर्को कुरा भनेको अस्ति मङ्सिर 6 गते चाहिँ हाम्रो पावर लिफ्टिङ कम्पिटिसनमा हाम्रो 5 प्लस काइन्ड अफ कस्टिट जस्तै हामीले कम्पिटिसन गरेको थियो यस्तो राम्रो भयो सबैले धन्यवाद दिन चाहन्छु होइन सबै प्लेयरहरू झाँडाबाट आउनुभएको थियो अनि थोरै राम्रै भयो राम्रो छोटो मिठो राम्रो सबै आउनुभयो सबै नेसनल र साउथ एसियन खेलेको भाइहरू आउनुभयो थियो एकदम राम्रो भयो अब हाम्रो नेक्स्ट इभेन्ट पनि नेक्स्ट 2टा इभेन्ट आउँदैछ त्यसको पनि हामी छिटो नै अपडेट गर्दैछु यो कुरा मात्रै जोड दिएको मैले है त अलराइट धन्यवाद केही चाहिँ होइन रिभ्यू यताउता मलाई हामीलाई गर्नुहोस् धन्यवाद